के पाक्दैछ हौ किचनमा? सेवाई पाक्दैछ। सेवाई एकादशी व्रतको फलार सेवाई अब खानुपर्छ एकछिनमा तातो तातो जाडोमा। खोइ सीता कता गइसिन्? एकादशीको फलार सेवाई रेडी हुँदैछ आज बहिनीको घरमा। आमा कता जानुभयो? आमा के गर्दै हुनुहुन्छ? केही हुँदैन, हाम्री बुढी भएकी आमा हुनुहुन्छ यहाँ झापादेखि आउनुभएको। केही हुँदैन, कति राम्री हुनुहुन्छ हाम्री आमा। के को नजिकै तुलासाको मोट राखेर बस्नु भइरहेछ, टाढा हिँड्न सक्नुहुन्न भनेर। आज बहिनीको घरमा साइत गरेको एकादशीको दिन। लामा अरू छोरीहरूलाई नि यसो यता हेरिदिनु, अरू छोरीहरूले नि फोटो हेर्छन्। हाम्री आमा काठमाडौँ सकुशल पुग्नु भएछ भन्छन्। 85 वर्षको उमेरमा पनि एक्लै काठमाडौँ आउने हिम्मत गर्नुहुन्छ। हाम्री आमा दरी हुनुहुन्छ नि।